फुल मलाई खुदै हाँस उठिरहेछ। म आज एप्रिल फुल कोसँग गर्छु भन्नुहोस् त, सासु आमासँग। आज मम्मीले मलाई मार्नुहुन्छ न के गर्नुहुन्छ भिडियोमा बनिराख्नु होला। यस्तो ठग्नेवाला छु, के ठग्नेवाला छु हेर्दै जानु होला। मम्मी चाहिँ उतातिर कपडा लगाइराख्नु भएको छ एक जग्गामा जानुको लागि, सायद आधी नै कपडा लगाइराख्नु भएको छ होला। म चाहिँ अब मम्मीलाई यस्तरी ठग्छु। आउनुहोस् तपाईँहरू सबैजना मसित। ला 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 मम्मी, ओ मम्मी, 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 मम्मी खोइ जान्दिन त। ला मम्मी किन? मम्मी, ओ मम्मी, हे भगवान मान्छे हुनु न। फुल मनाम भनेको त मम्मी नै हुनु न। ओ उहाँ आउनुहुन्छ होला, आउनु। किन त दूरबाट भन्नु नदेख्नु भिडियो, मम्मीलाई चाहिँ नथाहा पाओस् नि म भिडियो गर्छु भने, बुझ्यौ? म खालि उता यहीँबाट भन्नु न, उसलाई कुदेर ल्याउँछु। म लुकेर बसिरहेको छु। मम्मी, मैंने उल्टे गाली खाए पुरा गाली खाए गाइस। उसलाई फुल बनाउनु सकिन्छ, लेकिन सासु आमालाई कहिले बनाउनु सकेन रहेछ। स्मार्ट हुनुहुन्छ। अब आएर म यस्तो गाली खान्छु। अहिले तपाईँले हेर्दै जानु होला मम्मी आएर मलाई के भन्नुहुन्छ। उहाँ जिना काकीहरूको घरमा हुनुहुन्थ्यो थियो। गाइस मम्मी आउनुहुँदैछ अहिले बल्ल उहाँबाट। अब मलाई मार्नुहुन्छ। यत्रो बोलाउँदा आउनुहुन्न चाहिँ अब त्यसरी हातको बोक्ने भएर मान्छे हुन्छ के हुन्छ त्यसरी बोलाउँछन् मान्छेले। तर बोलाउने तरिका छैन। मैले ठगेँ ठग्ने पनि कस्तो त मैले दिपाल पनि ठगेको छिन त बाख्रा गरे हेर्नु त। अरे बाख्रा बिहाएर हो भनिरहेको छु। त्यस्तो त मासु त एकैछिन भुटुकै पारेर मारिदिन्छ। ऊ त बिहाएछ ठुलो बाख्रा देख्नु भयो। पुरा हात छ लु भयो हाल्नु सबै मान्छे डरायो। यति गाली गरेर तिमीहरू थाहा छ तपाईँ? बुहारीको तरिका मिलाले भने नानी बिमारी भइरहन्छ त्यो कस्तो बिमारी हुन्छ मै मरि गएर डराएर उनीहरू नानीतिर गयो। नानी बिमारी भइरहन्छ नानीलाई के गर्छ हटा हटा मोबाइल हटा। मम्मी पुरा रिसमा हुनुहुन्छ आज। अरे जस्तो भिडियो भएको छ नि हेर्नु नि कति भ्युज आउँछ। सरी मम्मी एप्रिल फुल भनेर भनेको। यति रिसाउनुहुन्छ? एप्रिल फुल त्यसरी मनाउँदैन ला मैले त खालि बोलाएकै थिएँ, केही त भनेको थिइनँ। ओ मम्मी भनेरै बोलाएको थिएँ। खालि बोलाएको त थिएँ मैले। के बोलाउने पनि तरिका हुन्छ नि त। ओ मम्मी भनेरै बोलाएँ। अनि थाहा रहेछ त एप्रिल फुल भनेर आउनु भएन त नि। नभए त आत्तिएर आइहाल्नुहुन्थ्यो नि कुद्दै के भयो भन्दै। बन्द गर मोबाइल बन्द गर हमेसा मोबाइलले नै